नमस्कार सम्पूर्ण व्यक्तिहरुमा। आज चाहिँ इरानमा चाहिँ अमेरिका र इजरायलले खामेनीलाई मारिसकेको भन्ने न्युज आयो र यो एनिमेसन मार्फत हेरौँ हामी कसरी चाहिँ अमेरिका र इजरायलले चाहिँ इरानमा चाहिँ अट्याक गरेको रहेछ भनेर हामी एनिमेसन मार्फत हेरौँ है त। अमेरिका र इजरायलको प्रमुख उद्देश्य भनेको के हो भन्दाखेरि परमाणु हतियार रोक्नु थियो र दोस्रो उद्देश्य भनेको उसको के थियो, जति पनि ब्यालिस्टिक मिसाइलहरू लङ रेन्जका मिसाइलहरू थिए इरानसँग ती मिसाइलहरू चाहिँ प्रतिबन्ध लगाउनुपर्छ, ती चाहिँ बनाउनु हुँदैन भन्ने उद्देश्य थियो। र तेस्रो कारण भनेको हुती विद्रोहीहरू हिजबुल्लाका चाहिँ लेबनानका हिजबुल्ला, यमनका हुती र इराकका जति पनि विद्रोहीहरू छन् तिनीहरूलाई चाहिँ जुन $700 मिलियन चाहिँ एभ्री इयर हरेक वर्ष चाहिँ इरानले चाहिँ दिने गर्थ्यो त्यसलाई पनि रोक्नुपर्छ भन्ने उद्देश्य थियो उसको हैन। अब त्यसै उद्देश्यले चाहिँ उसले चाहिँ बारम्बार वार्ता गर्दै आएको थियो, चाहे भने अमेरिकाले एक्लैले पनि समाप्त पूर्ण रूपमा ध्वस्त पार्न सक्छ इरानलाई हैन, तर पनि उसले संयम अपनाउँदै उसले चाहिँ केही समयको लागि उसलाई आक्रमण गरेको थिएन र अहिले पनि उसले सैन्य कारबाही गरेको छैन। फेरि अहिले पनि अमेरिकाले इरानमा सैन्य कारबाही गरेको छैन, केवल उसले के गरेको छ भन्दा अहिले चाहिँ मिसाइल मात्र हानेको छ इजरायल र अमेरिकाले। सैन्य कारबाही गर्यो भने त पुरै मेटिन्छ, इरान पुरै ध्वस्त हुन्छ भन्ने हामीले बुझ्नुपर्छ है त। S-300 र पहिलो कुरा भनेको के हो भन्दाखेरि अहिले अमेरिका र इजरायलले चाहिँ पहिलो भनेको साइबर अट्याक गरेको थियो है त। पहिला चाहिँ साइबर अट्याक गर्यो हैन इरानमा चाहिँ। अहिले इरानको लगभग इन्टरनेट हेर्ने हो भने चाहिँ नि डाउन भएर चाहिँ लगभग 4% मा झरिसकेको छ भनेर हामीले बुझ्नुपर्छ है त। अब अर्को कुरा भनेको इरानका जति पनि यी S-300 थिए जुन रसियाले दिएका थिए यी मिसाइल हान्ने हैन, जति पनि चाहिँ इरानका चाहिँ एयर डिफेन्स सिस्टमहरू थिए ती एयर डिफेन्स सिस्टमहरूलाई चाहिँ अमेरिका र इजरायलले चाहिँ पहिला चाहिँ साइबर अट्याक गर्यो हैन, त्यसपछि चाहिँ ती S-300 जस्ता र अन्य एयर डिफेन्स सिस्टमहरूलाई चाहिँ के गर्यो भन्दाखेरि पछि चाहिँ ध्वस्त पार्यो है त। जति पनि उसका मिसाइल केन्द्रहरू थिए, उत्पादन केन्द्रहरू थिए ती ध्वस्त पारेर चाहिँ आधा लगभग 100 मा 80% अगाडि नै समाप्त पारिसक्यो उनीहरूले। अब 20% बाँचेको चाहिँ उनीहरूले हमला गरिरहेको छ भनेर हामीले बुझ्नुपर्छ। यसमा चाहिँ के थियो भन्दाखेरि जुन खामेनीको आयतुल्ला खामेनी भनेको त्यहाँको डिक्टेटर एउटा तानाशाही चाहिँ जुन एउटा लिडर थियो हैन, लिडर सुप्रिम लिडर थियो, त्यसको चाहिँ विशेष गरी चाहिँ उसको चाहिँ अफिस कार्यालयमा हाम्रो इरानको राजधानी तेहरानको मुख्य कार्यालय जुन चाहिँ सुप्रिम लिडरहरूको अफिस कार्यालय थियो त्यहाँनिर चाहिँ विशेष गरी अमेरिका र इजरायलले अट्याक गरेको थियो। त्यो पनि केले अट्याक गरेको थियो भन्दाखेरि अमेरिकाको स्टेल्थ B-2A बम्बर भन्ने र हाम्रो इजरायलको चाहिँ F-35 लडाकु विमानहरूले चाहिँ के गरेको छ भन्दाखेरि ध्वस्त पारेको थियो, मिसाइल हानेको थियो। अब त्यो कसरी हानेको थियो भन्ने विषयमा हामी हेरौँ है त। पहिला चाहिँ अमेरिकाले चाहिँ आफ्ना सबमरिनबाट हानेको थियो है त।
अ, अमेरिकाले चाहिँ चारैतिरबाट घेरिसकेको थियो है त। यहाँनिर हामी हेर्न सक्छौँ अमेरिकाको चाहिँ अब्राहम लिङ्कन यहाँनिर राखिएको छ। यो अब्राहम लिङ्कनमा चाहिँ धेरै के थियो भन्दाखेरि चाहिँ यो भनेको एयरक्राफ्ट क्यारियर हो है त, एयरक्राफ्ट क्यारियर भन्छ यसलाई चाहिँ। यसमा चाहिँ लडाकुहरू विमानहरू लगायतका थुप्रै मिसाइलहरू बोक्छ यसले चाहिँ, त्यहाँभित्र चाहिँ राखिएका हुन्छन्। र उसका पाण्डुबीहरू यहाँनिर चाहिँ अरू देखिरहेका उसका पाण्डुबीहरू पनि हुलान् होइन, धेरै कुराहरूले उसले घेरिसकेको थियो भनेर हामीले बुझ्नुपर्छ। हो, यस हामीले अघि पनि कुरा हाल्यौँ, इजरायलबाट चाहिँ एफ 35 भन्ने जुन लडाकु विमान छ जसले चाहिँ मिसाइलहरू बोक्छ, त्यो एकदमै खतरनाक थियो। त्यो एकदमै स्पिडमा जान्छ है, त्यो एकदम शक्तिशाली हुन्छ। त्यो इजरायलको चाहिँ सबैभन्दा शक्तिशाली सायद लडाकु विमान त्यो नै हो र। र अमेरिकाको सबैभन्दा शक्तिशाली भनेको B2A स्टिल बम्बर भन्ने हो। यी दुईटाले चाहिँ के गर्यो भन्दाखेरि सिधै मिसाइल आक्रमण गर्यो र अहिलेसम्म सैन्य कारवाही भन्ने कुराहरू गरेको छैन। सैन्य कारवाही अहिलेसम्म गरिएको छैन। यदि त्यो गर्यो भने त अब पुरा खरानी बनाउँछन् उनीहरूले, त्यो अलि पछि नै बुझौँला। अर्थात् अमेरिकाले चाहिँ चारैतिरबाट घेरिसकेको रहेछ। यहाँनिर पनि छ उसको एयरक्राफ्ट क्यारियर, यहाँनिर पनि छ, यहाँनिर पनि छन्। यस्तो घेरिसकेको रहेछ भनेर हामीले बुझ्न सक्छौँ इरानलाई चाहिँ अमेरिकाले है त, चारैतिरबाट अट्याक गरेको रहेछ। अर्थात् हामीले के बुझ्नु पर्यो भन्दाखेरि इरानले अब जवाबी हमलामा आक्रमण गरे पनि अमेरिकासम्म मेनल्यान्डमा चाहिँ हार्न सक्दैन भन्ने बुझ्नु पर्यो। किन भन्दाखेरि अमेरिका भनेको एकदमै टाढा छ है त इरानभन्दा, र इरानसम्म अहिले करिब 5500 अर्थात् 5500 किलोमिटरसम्म मात्र मार हान्न सक्ने क्षमता भएका ब्यालिस्टिक मिसाइल अथवा थुप्रै खालका मिसाइलहरू छन्, तर त्यहाँसम्म पुग्ने खालका मिसाइल छैनन्। अब यदि यो यस्तो अवस्थामा चाहिँ यदि प्रयास गरिएलामा इरानले कुनै तरिकाले जस्तै साइबर अट्याक अथवा कुनै तरिकाले अमेरिकाको मेनल्यान्डमा क्षति पुग्यो भने अमेरिकाले त अनि त्यसपछि सोच्नुहोस् पुरा अमेरिकाले चाहिँ इरान मात्र होइन उसका छिमेकी जस्तै हाम्रो यो लेबनान भयो होइन, के अरे लेबनानको हिजबुल्ला, यमन भयो, इराक भयो, यी तिनटैलाई लेबनान, यमन र इराक तिनटैलाई चाहिँ खरानी त बनाएरै छाड्छ अब भनेर बुझ्नुपर्छ। पहिलो कदम भनेको अमेरिका र इजरायलको साइबर अट्याक थियो है त। यहाँनिर साइबर अट्याक गरेको भिडियो हामी
हामीले अर्को कुरा के बुझ्नुपर्छ भन्दाखेरि F-35 भनेको के हो भन्दाखेरि 15 जेनेरेसनका चाहिँ फाइटर जेट हुन् भनेर बुझ्नुपर्छ है त। अहिलेको 15 जेनेरेसनमा अहिले त 6 जेनेरेसन पुगिसक्यो होइन। अब त्यसपछि B2 बम्बर है त, B2 स्पिड बम्बरले चाहिँ अमेरिकाले पनि हान्यो भनेर हामीले बुझ्न सक्छौँ। अमेरिकाले हानिसकेपछि उसका जति पनि उत्पादन केन्द्रहरू, मुख्य उत्पादन केन्द्रहरू थिए, ती उत्पादन केन्द्रहरूलाई चाहिँ के गर्यो भन्दाखेरि मिसाइल उत्पादन केन्द्रहरूलाई चाहिँ तहस नहस ध्वस्त बनाइसकेपछि अहिले युद्धतर पनि इरानले चाहिँ जवाबी हमला दिइरहेको छ, जवाबी हमलामा हानिरहेको छ। तर के हुन्छ भन्दाखेरि यस्तो अवस्थामा चाहिँ इरानलाई चाहिँ उल्टै घाटा हुन्छ। अब चाहिँ झन् उसका रहेका जति पनि लेबनान होइन, यमन र इराकमा जति पनि छन् उसका लडाकुहरू होइन, उसका लडाकु सोल्जरहरू, जति पनि उसका मानिसहरू छन्, उनीहरूलाई चाहिँ खरानी बनाएर छाड्छ जस्तो छ। अब भनेपछि जोर्डनबाट पनि हानेको रहेछ, यी अन्य अन्य देशहरूबाट पनि अमेरिकाले चाहिँ अट्याक गरेको रहेछ भनेर हामीले देख्न सक्छौँ है त।
अब यसमा यो देखिरहेको यो के हो भन्दाखेरि चाहिँ यो भनेको रडार हो है त। रडार भनेको स्क्यानर, यो स्क्यान गर्छ यो कहाँनिर के छ भनेर चाहिँ यसले दुश्मनहरूका जति पनि कुराहरू छन् तीहरूलाई चाहिँ के गर्छ भन्दाखेरि यसले स्क्यान गर्छ है त। एकदमै डेन्जर हुन्छ यो चाहिँ, पुरै स्क्यान गर्छ को कहाँ छ भनेर माथिबाट तलको पुरै स्क्यान गरिदिन्छ यसले है त। उड्दै स्क्यान गर्छ यो चाहिँ, उड्दै स्क्यान गर्नेवाला हो। B2 स्पिरिट बम्बर र हाम्रो F-35 5th जेनेरेसनको F-35ले चाहिँ एकदमै सुरुमा चाहिँ तिनीहरूले साइबर अट्याकपछि त्यो हमला गरिसकेपछि इरानमा चाहिँ केही पनि राखेन, त्यसपछि इरान त झनै कमजोर भइहाल्यो होइन। अब अरूले चाहिँ के चाहिँ गरिरहेका थिए भन्दाखेरि इरान चाहिँ एकदमै शक्तिशाली हो, त्यो कारणले गर्दा अहिलेसम्म अमेरिका डरायो अट्याक गर्न भन्ने जस्ता कुराहरू पनि आए। म के कुरा भन्छु भन्दाखेरि अहिलेसम्म अमेरिकाले इरानमा अट्याक नगर्नुको कारण के थियो भन्दाखेरि मेन भनेको अमेरिकी नागरिकहरू, अरे इरानी नागरिकहरू जति पनि सर्वसाधारण सिभिलियन्सहरू छन् उनीहरूलाई कुनै पनि प्रकारको असर नपरोस्, उनीहरूलाई चाहिँ मर्नु नपरोस्, उनीहरू चाहिँ एकदमै भनौँ न होइन ठुलो हिंसामा पर्नु नपरोस् भनेर चाहिँ उसले चाहिँ एकदम सोच विचार गरेर हमला गर्छ अमेरिका। अझै पनि सैन्य कारवाही गरेको छैन, सैन्य हमला गरेको छैन अझै पनि। अहिले त बल्ल के भएको छ भन्दाखेरि मिसाइल मात्र प्रहार गरेको छ, तर पनि सर्वसाधारणहरू कोही कोही चाहिँ मारियो होला होइन, मारिन्छन् युद्धमा, नरोक्न सकिँदैन। किन भन्दाखेरि जहाँनिर नै सर्वसाधारण नागरिक हुन्छन् त्यो एरियामा नै त्यो आतङ्ककारी हुने हो। र यो भनेको अमेरिकाले अट्याक गर्नु जरुरी पनि थियो, किन भन्दाखेरि आजभन्दा करिब 1998बाट चाहिँ 1998देखि इरानको त्यो तानाशाही डिक्टेटरसिप चाहिँ सुप्रिम लिडर किम जोङ उन जस्तै चाहिँ एउटा तानाशाही रूपमा चाहिँ शासन गर्दै आएको अब्दुल्ला अली खानलाई चाहिँ मार्नै पर्ने थियो। किन भन्दाखेरि उसले बारम्बार आफ्ना नागरिक करिब 20,000 भन्दा माथिका प्रोटेस्टहरूलाई चाहिँ मारिदिइहाल्यो, उसले 20,000 जति मार्यो है त। आफ्नो देशको इन्टरनेट सटडाउन गर्यो, अनि उसले चाहिँ लेबनानका हिजबुल्ला, यमनका हुती र इराकका विद्रोहीहरूलाई चाहिँ पालेर चाहिँ इजरायलमा आक्रमण गर्न लगाउने, कहिले चाहिँ इजरायलमा चाहिँ विभिन्न खालका घटनाहरू गराउने, षड्यन्त्र गराउने होइन, मानिस मार्ने जस्ता खालका गतिविधिहरू गरिरहेको हुँदा अमेरिकाले त्यसलाई प्रतिबन्ध लगाउनुपर्छ, त्यसलाई पाल्न छोडिदियो भनेर पनि उसले प्रस्ताव गरेको थियो। र अहिले हुँदा हुँदा खामेनीलाई पनि मारिसक्यो। अब अमेरिकाले त खालि मिसाइल मात्र प्रहार गरेको छ, साइबर अट्याक मात्र गरेको छ, योभन्दा ठुलो गर्नु के पर्यो? सैन्य आक्रमण गरेको छैन, ठुला ठुला मिसाइलहरू प्रहार गरेको छैन, घातक मिसाइल त प्रहार गरेकै छैन उसले, धेरै क्षतिग्रस्त गराउने खालका। र अर्को कुरा भनेको न्युक्लियर वेपन त टाढाकै कुरा हो अरे, विश्वको दोस्रो न्युक्लियर वेपन भएको, लगभग 5,500 भन्दा बढी न्युक्लियर वेपन, लगभग 5,400 भन्दा बढी चाहिँ न्युक्लियर वेपन त अमेरिकासँग मजाले छ। उसले एउटै न्युक्लियर वेपन हानेर सारा इरानको राजधानी तेहरानमा चाहिँ सबै सफा पार्न सक्ने क्षमता छ उसँग। तर पनि
अहिलेसम्म। अब यदि अझै यो युद्ध लम्बियो, 1-2 दिन मात्र लम्बिने हो भने उसले के गर्छ